रङ लेनबाट हुइकिएको प्रचण्डको सवारीले जब सही बाटोमा आएको हात्ती गाडीलाई ठक्कर दियो। यो दृश्य हेर्नुहोस्। यो आइतबार अपराह्न ललितपुरको सातो बाटो नजिकै भएको घटना हो। कार्यालय समय नजिकै गर्दा चक्रपथ व्यस्त थियो। अघि पछि प्रहरीका स्कर्टिङ गाडी सहित पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष ग्वारकोतिरबाट बल्खुतर्फ कुदिरहेका थिए। सातो बाटो चोकबाट बायाँ लेनका लागि रातो बत्ती बलेको थियो। सबै गाडी रातो बत्ती बलेसँगै रोकिएका थिए। दायाँ तर्फको सडकमा सवारी साधन आफ्नै लेनमा कुदिरहेका थिए, तर आफ्नो लेनमा रातो बत्ती बलेका कारण रोकिन पर्ने भएपछि यो सवारी लेन क्रस गर्दै विपरीत लेनमा हुइकियो। यो सवारी पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड